नेपाल बनाउन सकौँ, जहाँ कसैको पनि छोराछोरीले आफ्नो देश छोडेर जानु नपरोस्, विदेश गएका युवाहरू पनि हामी फर्के जस्तो आउने वातावरण पनि होस्। म सम्पूर्णमा शुभकामना दिन चाहन्छु। अब हामी पनि अकाउन्टेबल भएको छौँ, हामी पनि जिम्मेवार भएको छौँ। युवाहरूले चाहिँ देश छोडेर जानु नपरोस्, नेपालमै पनि राम्रो लेभलको एजुकेसनहरू होस् भनेर हामी त्यो सदनमा अब पोलिसी लेभलमा काम गर्नेछौँ र न्यायसङ्गत हिसाबमा काम गर्नेछौँ। मलाई आफ्नै स्कुलको टाइम याद आइराखेको छ। मैले चाहिँ 2005मा एसई परीक्षा दिएको थिएँ काठमाडौँ युनिभर्सिटीबाट र आई क्यान अन्डरस्ट्यान्ड अहिले तपाईँहरूको एक्साइटमेन्ट। धेरै अभिभावकहरू पनि हुनुहुन्छ, स्टुडेन्ट्सहरू पनि हुनुहुन्छ, एकदमै एक्साइटेड हुनुहुन्छ र विशेष गरी परिवर्तन नेपाल अभियानलाई, उहाँहरूको यस सफलतालाई सेलिब्रेट गर्नको लागि यहाँहरूले यो कार्यक्रम राख्नुभएको छ। त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यसले विद्यार्थीहरूलाई थप हौसला प्रदान गरेको छ जस्तो पनि लाग्छ। र यो भन्दै गर्दा एउटा महत्त्वपूर्ण कुरा, एउटा सुझाव यहाँहरूले बोलाइसकेपछि म के दिन चाहन्छु भने हाम्रो यसपटकको एसएलसीमा 2,71,000 पास हुनुभयो, उत्तीर्ण हुनुभयो। यो चाहिँ भाइ बहिनीहरूलाई पनि म रिक्वेस्ट गर्छु सुन्नको लागि। 2,71,000 पास हुँदै गर्दाखेरि 1,67,000 विद्यार्थीहरू अनुत्तीर्ण हुनुभयो। र यो विशेष गरी कहाँ अनुत्तीर्ण हुँदै हुनुहुन्छ भनेर हेर्दाखेरि तथ्याङ्कले के भन्छ भने एसईमा विशेष गरी मधेसमा, कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा अनुत्तीर्ण हुने, नन ग्रेडेड हुने सङ्ख्या धेरै छ। त्यसले गर्दा कसैको सफलतालाई हामीले सेलिब्रेट गर्दै गर्दा यत्रो विद्यार्थीहरू अनुत्तीर्ण भइराख्नु भएको छ। ती विद्यार्थीहरूको विषयमा पनि यो अभियानले विशेष पहल गर्छ भन्ने मैले अपेक्षा राखेको छु। र अहिले त म सरकारमै छु, तर धेरै पहिलादेखि नै अहिले म चाहिँ प्रतिपक्षको भूमिकामा सदनमा छु एउटा पार्लियामेन्टेरियनको हिसाबले। तर मैले यो कुरा सधैँ भनिराखेको छु, जो विद्यार्थीहरू अनुत्तीर्ण हुन्छ तिनीहरूलाई हामी भुल्छौँ र उनीहरू यो 1,67,000मा पनि तपाईँको 80% विद्यार्थीहरू फेरि पूरक परीक्षामा पनि जानुहुन्न। त्यसले गर्दाखेरि यो चाहिँ हामी सबैको जिम्मेवारी हो, यो विद्यार्थीहरूलाई नबिर्स्यौँ र उहाँहरूलाई पनि कसरी हुन्छ, अभियान मार्फत हुन्छ, सरकार मार्फत पहल गरेर हुन्छ, हामीले उहाँहरूलाई यो एजुकेसनको चेनबाट चाहिँ ब्रेक गर्नु हुँदैन। र सर्वप्रथम धेरै यङ्स्टर्सहरू देखिराखेको छु। आज हामी मेम्बर अफ पार्लियामेन्ट हुँदै गर्दाखेरि धेरै यङ्स्टर्सहरू शहीद हुनुभयो र यो पालिको पार्लियामेन्ट हामीले फरक किन महसुस गरिराखेको छौँ भने 76 जना युवाहरूको रगतमा स्थापित छ त्यो। र ती शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली, आभार व्यक्त गर्न चाहन्छु र त्यो परिवारप्रति पनि संवेदना व्यक्त गर्न चाहन्छु। यहाँहरूको छोराछोरीको बलिदानले यो देश एउटा नयाँ कोर्सतर्फ गइराखेको छ। त्यसले हामीलाई थप जिम्मेवार पनि बनाएको छ। त्यो सदनमा हरेक पटक हामी जाँदाखेरि त्यो युवाहरूलाई सम्झेर हामी पक्ष सत्ता पक्ष होइन, हामी राष्ट्रको पक्ष बन्नुपर्छ भन्ने कुराको हामीलाई महसुस सधैँभरि गराइरहेको हुन्छ। अब आज धेरै कुरा त म युवा भाइ बहिनीहरूलाई भन्न चाहन्न। तपाईँहरू यस्तो एक्साइटेड मोडमा हुनुहुन्छ, धेरै लामो भाषणहरू पनि सुन्न रुचाउनुहुन्न। यति हो, जीवनमा यो एउटा अध्याय मात्रै हो एसई भनेको। तपाईँ यसपछि जीवनको एउटा अर्को सङ्घर्ष सुरु हुन्छ। फर्दर एजुकेसनको लागि कति नेपाल बस्नुहुन्छ, कति बाहिर जानुहुन्छ। म पनि बाहिर गएँ र मैले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र किङ्स्टन विश्वविद्यालयमा पढ्ने मौका पाएँ। मैले पढाइ एमएससी मेरो मास्टर अफ साइन्स इन इन्टरनेसनल कन्फ्लिक्ट सकाएँ। त्यसपछि मेरो प्लेसमेन्ट न्युयोर्कमा थियो र म चाहिँ न्युयोर्क गएँ। न्युयोर्कमा गएपछि मलाई के रियलाइजेसन भयो भने मैले यो जे कुरा कन्ट्रिब्युट गर्न सक्छु म मेरो देशमै कन्ट्रिब्युट गर्छु भनेर म 2013मा नेपाल फर्केँ। नेपाल फर्केर मैले उद्यम पनि गरेँ, युवाहरूलाई रोजगारी पनि दिएँ। म आफू पनि डेभलपमेन्ट सेक्टरमा काम गरेँ, कृषि क्षेत्रमा काम गरेँ र काम गर्ने क्रममा हामीलाई त पोलिसी लेभलमै एकदमै ठुलो संरचना परिवर्तन चाहिने रहेछ, पोलिसी रिफर्म चाहिने रहेछ भनेर रियलाइजेसन भयो। त्यसपछि
म पोलिटिक्समा आएँ। अहिले के खुसी लाग्छ भने अहिलेको जेनेरेसन अवेयर छ, पोलिटिकली पनि अवेयर छ। हाम्रो जेनेरेसनले एक समयमा पोलिटिक्स इज अ डर्टी गेम मात्रै भन्थ्यो, बट आइ एम सो प्राउड द्याट अहिलेको जेनेरेसनले नेपालको पोलिटिक्समा जुन ठुलो रिफर्म ल्यायो, द्याट वाज पोसिबल बिकज यङ्स्टर्स लाइक यु मेड द गभर्मेन्ट अकाउन्टेबल। यु डेयर टु आस्क क्वेसन्स। त्यसले गर्दाखेरि आज हामी पार्लियामेन्टमा छौँ र यो देशले एउटा सकारात्मक दिशातर्फ लिइराखेको छ, एन्ड आई थ्याङ्क अल द यङ्स्टर्स फर द्याट। म हेर्नुहोस् यहाँलाई यति मात्रै भन्छु, अब लाइफमा चाहिने भनेको अनुशासन हो, प्रिजर्भरेन्स हो र अरूप्रति गर्ने सम्मान हो। तपाईँहरूले लाइफमा फाइनेन्सियली के अचिभ गर्नुहुन्छ भन्ने कुरा पछि गौड भएर जान्छ। तपाईँ कुन पोस्टमा पुग्नुहुन्छ भन्ने कुरा पनि गौड भएर जान्छ। वाट पिपल विल रिमेम्बर यु इज फर हाउ यु ट्रिट पिपल। त्यही भएर म यहाँहरूलाई भन्छु, भोलिको दिनमा समाजले सम्झिने भनेको तपाईँहरूले कसैलाई कस्तो व्यवहार गर्नुभएको थियो भन्ने कुरा मात्रै हामी सम्झिन्छ। त्यति बेला तपाईँ कति धनी हुनुहुन्छ, तपाईँ कुन जातको हुनुहुन्छ, कुन वर्गको हुनुहुन्छ, कुन पोस्टमा हुनुहुन्छ भन्ने कुरा चाहिँ मान्यता राख्दैन। तपाईँहरूले मान्छेलाई कस्तो व्यवहार गर्नुहुन्छ भन्ने कुरा मात्रै मान्यता राख्छ। त्यसैले त्यो डिसिप्लिन, त्यो अनुशासन र अरूप्रतिको सम्मानलाई आफ्नो चाहिँ व्यवहारमा उतार्न सक्नुभयो भने यहाँहरू सफल हुन सक्नुहुन्छ। पेरेन्ट्सहरू पनि हुनुहुन्छ, अब एसई पछि छोराछोरीहरूलाई यो पढ्नुपर्छ, यो बन्नुपर्छ भन्ने प्रेसर नदिउँ र आफ्नो छोराछोरीलाई अर्कोको छोराछोरीले के पढ्दैछ भन्ने कुरामा तुलना गरेर पनि प्रेसर नदिउँ। तपाईँको बच्चा तब मात्र फ्लरिस गर्न सक्छ जब उसले स्वतन्त्र रूपले आफूले चाहेको कुरा पढ्न सक्छ। अझ म त के भन्छु, अहिलेको समय भनेको टेक्निकल वर्ल्डको हो। पढाइ सँगसँगै आफूमा सिपहरूको विकास गर्नुहोस्, काम गर्नुहोस्। हाम्रो नेपालमा कल्चर छैन काम गर्ने, सबै बुवा आमाले कराइदिनु भएको हुन्छ। तर म 16 इयर्स हुँदादेखि काम गर्ने एउटा ह्याबिट स्टार्ट गरेको थिएँ। त्यही भएर अहिलेको यङ्स्टर्सलाई पनि म भन्छु, अहिले पनि तपाईँहरू पार्ट टाइम काम गर्नुहोस्, अनि त्यसले तपाईँलाई फाइनेन्सियल एउटा स्ट्रेन्थ दिन्छ, इन्डिपेन्डेन्स दिन्छ र डिसिप्लिन पनि बनाउँछ र आफ्नो पेरेन्ट्सहरूले कतिको हार्डवर्क गर्नुभएको छ भन्ने कुराको रियलाइजेसन पनि दिन्छ। त्यही भएर आई इन्करेज अल अफ यु टु वर्क बिफोर यु स्टार्ट योर +2। र त्यो सँगसँगै पढाइमा अब फर्दर +2हरूमा जाँदै गर्दाखेरि आफूलाई कन्फिडेन्स हुने सब्जेक्टहरू लिनुहोस्, किनभने अरूको प्रेसरमा, अरूको कम्पिटिसनमा तपाईँले सब्जेक्टहरू चुज गर्नुभयो भने तपाईँहरू एक्सेल गर्न सक्नुहुन्न। त्यसले गर्दाखेरि त्यो कुराले चाहिँ तपाईँ डिटरमाइन हुनुहोस् होइन। अब यहाँहरूलाई मेरो एकदमै धेरै शुभकामना, प्रस्पर। नेपालमा पनि पढ्ने अपर्च्युनिटिजहरू हामी क्रिएट गर्दैछौँ। अब हामी पनि अकाउन्टेबल भएको छौँ, हामी पनि जिम्मेवार भएको छौँ। युवाहरूले चाहिँ देश छोडेर जानु नपरोस्, नेपालमै पनि राम्रो लेभलको एजुकेसनहरू होस् भनेर हामी त्यो सदनमा अब पोलिसी लेभलमा काम गर्नेछौँ र न्यायसङ्गत हिसाबमा काम गर्नेछौँ। तपाईँहरूको भविष्य सम्झेर काम गर्नेछौँ। त्यसैले गर्दाखेरि यस्तो नेपाल बनाउन सकौँ जहाँ कसैको पनि छोराछोरीले आफ्नो देश छोडेर जानु नपरोस्, विदेश गएका युवाहरू पनि हामी फर्के जस्तो आउने वातावरण पनि होस्। म सम्पूर्णमा शुभकामना दिन चाहन्छु। यहाँहरूले अबको जीवनमा अझ धेरै सफलता हासिल गरौँ र अन्त्यमा परिवर्तन नेपाललाई फेरि पनि त्यही भन्न चाहन्छु, एसईमा अनुतीर्ण भएका विद्यार्थीहरूको लागि पनि उहाँहरूको हौसला बढाउनको लागि छुट्टै कार्यक्रम आयोजना गरौँ। त्यति भन्दै बिदा हुन्छु। धन्यवाद।